ल अब चाहिँ हामी आमा छोरा उता व्रतबन्धतिर लाग्यो अनि के छ त आमा विचार छोरा कस्तो हिरो देखिए हिरो छ यो दारी अलि छोटो बना भए हुन्थ्यो राम्रो हुन्छ झन् हिरो अनि यो दारी नबाल्ने हुँदाखेरि सुहाउँदैन नि त छोरालाई अनि यो कपाल भन्दा दारी छोटो राम्रो हिरो कट अर्कै हुन्थ्यो हामी आमा भनेको छोरा म लाग्यो घाम चर्को छ हेर्नुहोस् चितवनको घाम चितवन तराईको घाम आज त अलि छैन घाम त आमा मलाई अब यतै ल्याउने होइन त मलाई हो ल्याउने म मात्र गाममा किन भयो भने त तपाईँहरू चाहिँ चितवन बस्ने यत्र चाहिँ अब पहिले जम्मा मेरो ठुलमम्मी त फेरि पहिलेदेखिको होइन कति सालदेखि गएर ठुलमम्मी तपाईँ यहाँ 16 वर्ष नानहाट बस्यो अनि यहाँ आएको भयो 21 वर्ष 21 वर्ष भइसक्यो मेरो ठुलमम्मीले जग्गा किन्दा त 21 16 कति थियो अरे ठुलमम्मी तपाईँले जग्गा किन्दा 1 कट्ठाको 1 कट्ठाको बाटो नभए ठाउँमा चाहिँ 5000 कट्ठा जम्मा अनि बाटो भए ठाउँमा चाहिँ 30,000 कट्ठा जम्मा ल रोड गएको ठाउँमा चाहिँ 30,000 कट्ठा थियो अरे त्यो बेलामा मैले चाहिँ रोड नभएको ठाउँमा चाहिँ 5,000 कट्ठा थियो अरे ल हेर्नु त कहिले आउनु भएको छ मेरो 10,000 को 2 कट्ठा जग्गा किनेको अहिले त्यसमा नि बाटो आयो आएर अहिले त्यो 10,000 को जग्गा अहिले त कति भने दहदुरको 19 लाख अनि पैसा 19 लाख 19 लाख दहदुरको 1 कट्ठाको चाहिँ 1 कट्ठा चाहिँ हामीले बोल्यो के चस्मा लाउनु 1 कट्ठाको चाहिँ 38 लाख 1 कट्ठाको 1 कट्ठा 38 दुना कति भयो 38 दुना मनी हिसाब किताबमा अलिक कमजोरै छु के 39 40 भनेपछि 80 ला 4 कम 1 करोड भन्दिनु न सिद्धिको नि 10,000 को जग्गा 4 कम 1 करोडलाई 4 कम त्यति भयो मैले किनेको 96 लाख त्यति बेला आएको म 96 लाख 96 लाख हैन ले देख्नुभयो मेरो ठुलोमम्मी जमाना आउनु भयो हैन मेरो ठुलोमम्मीले के भन्नु भयो भने मेरो ठुलमम्मी नि ठ्याक्कै आइपुग्नु भयो अब सबै हामी यतै चितवनतिर भइयो मेरो दिपिकाहरु छ खाजा खा न त दिपिकाहरु मेरो काइलो भाइको छोरालाई पनि अब यतै ल्याउनु पर्यो भनेर ठुलोमम्मीले ठुलबुवाले माया गरेर बुवा बाबुको नामको जग्गा मलाई दिने भन्नुभयो हैन त बा हो कि भन्नु यहाँ भिडियो भइरहेको हो कि भन्नु कपडा फेर आउनु हस् ल ठिक कति माया गर्नुहुन्छ आमालाई ल बाटा गसी गरौँ है उता गएपछि गरौँला है हस्